हेलो गाइज वेलकम टु माई भ्लग। आजको भ्लगमा धेरै धेरै स्वागत छ र आज म जाँदैछु एक्सकर्सनमा कोशी वाइल्ड लाइफ रिजर्भ कोशी टापु वाइल्ड लाइफ रिजर्भमा एक्सकर्सनमा जाँदैछु। सो कलेजको लागि रेडी भइसकेको छु। अहिले चाहिँ म अब कलेजमा पढ्न थालेको छु। सो अरनिको कलेज अनि आज 5 गते। सो आज हामी एक्सकर्सनमा जान्छौँ। अब साइकलमा बसेर कलेज पुग्ने हो र त्यहाँ अब सुट गर्ने हो। फेरि फाइनली गाइज हामी कलेज पुगिसक्यौँ, स्पेसली म पुगिसकेँ कलेज। सो यहाँ बस छ, हाम्रो स्टुडेन्टहरू आउँदैछन्। फाइनली गाइज आयुष ब्रो पनि आइसकेको छ। अब चाहिँ हामी बसमा चढ्ने। सो यो हाम्रो बस 13 नंबर पे आया। आयुष दाजू, पुष्पराज। चश्मा काहे नहीं लगाया, हमको तो वो टेंशन वाला बात लग रहा है। ऑन भइसक्यो, मतलब क्या बोला तूने? यहाँ अब ब्लुटुथ कनेक्ट गर्ने केटाहरूको कुरा छ। एमजेटी सर शनि मन्दिर पुगिसक्यौँ। अब साथीहरू अगाडि पनि चढ्छन्, जुन कि एकदमै मजा आउँछ। भ्लगिङको लागि रेस्ट्रिक्सन पनि गरिदिँदैछ। बुढी खोला हामी चलेगी सारी ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। ठिक छ न, ठिकै हुन चाहियो। गाइज यता पुरा नेपाली गीत अनि यता पुरा भोजपुरी चलिरहेछ। गाइज अहिले हामी इनरवा बजारमा छौँ। सो इनर फायर केटीहरूलाई थर्काएर शान्त, सब चुलचुली पार। सो बाटोको चारैतिर हरियाली हरियाली। दोस्तै अलिकति केही बोलौँ त? केही बोल्दैन हाम्रो पुस्ता दाजु, शान्त शरीफ बच्चा। ठिक छ। हामी लोकी आइसक्यौँ। गाइज यो चाहिँ जमुवा भन्ने ठाउँ हो, जमुवा। सो गाइज यो कोशी टापु वाइल्ड लाइफ रिजर्भ जाने बाटो। हामी अब यो बाटो अलिक अगाडि जाँदा कोशी टापु आउँछ। गाइज यता गन्ना बारी पनि छ, गन्नाको खेत। अरे कहना क्या चाहते हो? ये देख रहे हैं कितना खाली एरिया सब अपना दादाजी का है। बस कागज का भी मामला है, नहीं तो ये पूरा इलाका देख रहे हैं आप सब अपना ही है। टेंशन लेने का कुछ न कुछ तो गड़बड़ जरूर है। त्यो केटीलाई हेर्दै हुन्छ, त्यो नबी मेहता हो। यु क्यान सी हियर, यहाँ चाहिँ पुरा यहाँ सरहरू अन्डा खाँदै हुनुहुन्छ। गाइज हामी अहिले कोशी टापु आइपुग्यौँ। यहाँ आयुष, म पुरा सबैजना साथीहरू। सो यहाँ हाम्रो यो डेस्टिनेसन थियो, हामी डेस्टिनेसनमा पुग्यौँ। अब त्यहाँ नास्ता खुवाउँछौँ, उता हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू हाँस्दै हाँस्दै। क्या बोला तूने? त्यहाँ त्यो केटी हेर्दै हुनुहुन्छ नि, त्यो नबी मेहता हो। त्यसको कुरालाई इग्नोर हान्नु होला कृपया। ल गाइज अहिले अब हामी नास्ता खान जान्छौँ। नास्तामा अब हेरौँ के छ। सो रिभ्यू हान्ने चियाको व्यवस्था छ। सो यहाँ चम्चा, सो यहाँ चम्चा लियौँ। यहाँ सो यहाँ सब्जी छ, यहाँ सब्जी र यहाँ अन्डा। सो यहाँ हाम्रो नास्ता। अब हामी नास्ता खाने। चिया आउँदैछ अरे, यहाँ कप छ, चिया आउँदैछ। सो यहाँ गाइजले अन्डा लिनु भएन, उहाँको भाग हाम्रो लागि पनि ल्याउनु भएन। अरे यस्तो मान्छे किन बात गर्नु? अरे कैसा चमन जैसा बात करता है। सो यहाँ मान्छे किन बात? हाम्रो यहाँ नास्ता। गाइज हामी एकचोटि नास्ता यता हेरौँ है। यहाँ हामी सबैजनाको नास्ता। चियर्स चियर्स चियर्स। सो बीबी सर यहाँ हाम्रो सपोर्टर, विराटनगर किङ्सको अलवेज सपोर्टर।
टोपी लाएर आउनु भएको छ विराटनगर किङ्सको सरले म्याच हेर्न गयो जानुभयो त्यही भएर हार्यौँ हामी इतने बड़े आदमी के बारे में ऐसे बातें करते हो एकचोटि वाच फोर पुरा एडभर्टाइज टोपी हेरौँ गाइस सरको अब के गर्ने थाहा छैन त्यहाँ हेर्न सक्नुहुन्छ हाम्रो साथीहरू गो अन्डा लिइहाल्नु साथीहरू हेर्नुहोस् अहिले हामी चिया खाँदैछौँ सो यहाँ हेर्न सक्नुहुन्छ चिया यहाँ साथीहरू पनि चिया लिने अब अरे आयुष ब्लगर नगु # बेटा ब्रो चेस चेस आयुष पनि चिया लिएर हेलो हेलो चिया प्रसन्न ल्युटेल यो चाहिँ नबी मेहता हो मेरो छोरा हो पर्सनल छोरा अब चाहिँ हामी लाइन बनाएर जाने अरे पानी पिउन जाँदैछौँ केटाहरू पुरा पानी पनि अब सिद्ध्याउने विचारमा छ सो के छ केटाहरू विचार के छ तिमीहरूको यहाँ आगो लाउने नै हो बम सम फोडिदिनु है आतङ्कवादी भनेर भगाइदिन्छ आर्मीहरूले को तिमी जेटी सर इन्ची टेप लिएर बसिसक्नु भएको छ अब रुखहरूको हाइट वेट लेन्थ ब्रेथ नाप्नुहुन्छ सो अब हामी लाइनमा लाग्छौँ ऐसे में बड़ा सख्त लौंडा हूं लेकिन यार यहाँ में पिघल गया लाइनमा लाग्छु के गर्छ थाहा छैन तर लाइनमा लाग्न भनेको छ सो लाइनमा लाग्ने म्याक्सवेल बोइज आइए देखते हैं मजा आएगा सरले लानुहुन्छ ओके ओके We are going to museum भन्नु वी आर गोइङ टु म्युजियम गाइज सो म्युजियममा अब स्पिसिसहरू हेर्ने हल्ला गर्न पाइँदैन है गाइज हस् हामी सबैजना पुरा म्युजियमतिर जाँदै हामी म्युजियमतिर जाने हो सो अगाडि बढ्छौँ उनीहरू पढ्नुहुन्छ हामी यताबाट गइहालौँ सर सम्मान्य बिबी सर उहाँ हामीलाई नेपाली पढाउनुहुन्छ सर हेलो भनिदिनु त भ्लग आउँछ है युट्युबमा भ्लग आउँछ सर भर छैन फेरि ठग्छ पर्नेको उठाएर हाल्यो भने तू झूठ बोल रहा है सो अब हामी म्युजियमभित्र इन्टर गरिरहेको छौँ हेलो सो हियर फाइनली हामी म्युजियमभित्र इन्टर गऱ्यौँ जहाँ वी क्यान सी हियर आर फिसेस स्पाइसेस एन्ड हियर इज द भ्यू एबाउट वेयर हाम्रो यहाँ चाहिँ के छ भन्ने भ्यू छ वी क्यान सी त्यहाँ चाहिँ क्रोकोडाइलको स्किन पनि राखिएको छ वी क्यान सी हियर यहाँ हात्तीलाई फर्मालिनमा डुबाएर राखिएको छ जसको कारण हात्ती प्रिजर्भ भइरहेको छ यो डेड स्पिसिस हो मरिएको हात्ती हो हात्तीको बच्चा छावा सो यो हात्तीको बच्चा वी क्यान सी हियर स्पेसली यो हात्तीको बच्चा जुन हेर्न सक्नुहुन्छ यो एसियन एलिफेन्ट हो र यसको साइन्टिफिक नेम एलिफा म्याक्सिमस हो जसलाई जुन एउटा फेटस हो जुन चाहिँ एउटा अरे कहना क्या चाहते हो सानो बच्चा भन्ने चाहिँ फेटस भनेको बच्चा यो पनि सेम हो त्यो यसको चाहिँ टाउको मात्र राखेको छ वी क्यान सी हियर यहाँ प्रिजर्भ गरेर राखेको छ यो चाहिँ हात्तीको टाउको स्कल हो सो अब रियलमा एलिफेन्ट हेर्न हामी जान्छौँ अब रियलमा एलिफेन्ट हेर्दा झन् राम्रो मजा आउँछ होला यो मेरो फर्स्ट टाइम एलिफेन्ट हेर्ने एक्सपिरियन्स हुन्छ सो अब हामी एलिफेन्ट हेर्न जान सक्छौँ सो हात्तीहरू चाहिँ बेसिकली अलिकति एग्रेसिभ एनिमल हो यदि यसलाई धेरै चलायो भने चाहिँ यसले मान्छेलाई पनि एफेक्ट पार्न सक्छ सो एलिफेन्टहरूलाई चाहिँ अलिक डिस्टेन्सबाटै हेर्दा ठिक हुन्छ नजिक गयो भने हानो भने अब धेरै पावरफुल हुन्छ तिनीहरू सो
अलिकति हात्तीबाट टाढै बस्नुपर्छ वी क्यान सी हियर एलिफेन्ट्स यिनीहरू चाहिँ डोमेस्टिकेटेड एनिमल हुन् वाइल्ड एलिफेन्ट चाहिँ हाइली एग्रेसिभ हुन्छ अहिले चाहिँ मोरङको झापाको 4 कोसे झारीमा चाहिँ हात्तीहरू एकदमै निस्किने गरेको छ तर यो त्यस्तो एलिफेन्ट चाहिँ होइन अब यहाँ हेर्नेलाई म हेर्ने तिमीहरु के गर्ने अब अहिले हामी अब यता हात्तीको एरियाबाट आइसक्यौँ बन्दुक ल्याक बैठल गोली मारेर तू साला बहुत नीच आदमी रे सांप को देखा और तेरे को देखा तो पहला सांप को छोड़ के तेरे को मारना जेटी सर अहिले हामीलाई अब के हेराउनुहुन्छ मतलब स्ट्याच्यु छ वी क्यान सी स्ट्याच्यु अफ अर्नाज हामी अहिले ग्रुपमा छैनौँ हामी सिङ्गल घुमिरहेछौँ हामी छुटिसक्यौँ हामीलाई थाहै छैन सो बेसिकली अब हामी पोन्ड इकोसिस्टमको स्टडी गर्दैछौँ हामीले एनिमलको स्टडी गऱ्यौँ जहाँ हामीले एलिफेन्ट हेऱ्यौँ जुन कि रियल एन्ड डेट दुइटै फर्ममा थियो र अनि अर्ना नै हेर्न अलिक गाह्रो हुन्छ किनभने अर्ना भनेको अलिक घाँस ग्रास ल्यान्डतिर बस्छ एनिमल छिटो एग्रेसिभ भइहाल्छ मान्छेलाई हेरेर जनआमलाई हेरेर त आफ्नो प्रजातिको सम्झेर फेरि मिल्न आयो भने त खतरा हुन्छ भइहाल्छ नि हामीलाई सो हामीलाई बा मर्ना जस्तो यता पनि ल्याउन यार ए भइहाल्छ हेलो एभ्रीबडी अरे कौन भौंक रहा है ये बदतमीज जब हामी यहाँ एउटा स्पिसिस हेर्ने हाम्रो एसके म्यामले हेराउँदै हुनुहुन्छ हामीले जू प्लाङ्क्टन्स अनि फोटो प्लाङ्क्टन्स हेऱ्यौँ जू प्लान्टन्स मिन्स स्मल स्पिसिसहरू एकदम मुभ गरिरहेछन् भने फोटो प्लाङ्क्टन्स मिन्स प्लान्टको फाइटो प्लाङ्क्टन्स मिन्स प्लान्टको स्मल पिसेसहरू हेर्न सकिन्छ जुन कि हाम्रो नेक्स्ट आइले हेर्न सकिँदैन सो क्लियर अब प्लान्टहरू चाहिँ म्याक्रोफाइट्स र फाइटोप्लाङ्क्टोन्स भन्ने हुन्छ म्याक्रोफाइट्स भनेको ठुल्ठुलो बिरुवा जुन हाम्रो आँखाले हेर्दा देखिन्छ त म्याक्रोफाइट्सहरू कोही इमर्जेन्ट हुन्छ कोही फ्लोटिङ हुन्छ र कोही सबमर्ज हुन्छ इमर्जेन्ट भनेको कस्तो भन्दा पोखरीभित्रबाट बाहिर निस्केको होइन त इमर्जेन्टमा तिमीहरूलाई यहाँनिर यो हरियो झारहरू देख्यो कि देखेन यहाँ हेर त यो मैले देखाएको छ नि यस मैम त घाँस यसलाई फ्र्याग्माइट्स भन्छ गाइज हामीले यता पोन्ड इकोसिस्टमको स्टडी गऱ्यौँ नौ अब हामी चाहिँ अब प्लान्ट इकोसिस्टमको स्टडी गर्छौँ सो एलिफेन्टलाई हामीले फाइनली यति नजिकबाट हेरिसक्यौँ सो एलिफेन्ट मेल एलिफेन्टको चाहिँ टस्क छ र फिमेल एलिफेन्टको चाहिँ टस्क छैन सो हात्ती हात्ती चाहिँ लास्टै स्पिड कुदिरहेछ धरती हल्लेको जस्तो अनुभूति भइरहेछ हामीलाई खाओ माँ कसम सो लिटरली धेरै मजा आउँदैछ आज एक्सपेक्टेसन्स थिएन यस्तो मजा आउँछ भनेर तर मजा आइरहेछ सो हाम्रो दाजुले हामीलाई कता कता घुमाउन लानुहुन्छ हेरौँ आज सो यहाँ बयर पनि छ सो यहाँ अलिक डस्ट टाइपको पनि छ सो लिटरली त्यहाँ एलिफेन्ट हेर्न सक्छौँ हामी त्यहाँ एलिफेन्टलाई रोकिएर राखेको छ सो अब एलिफेन्टमा पनि चढ्ने त इच्छा छ तर यहाँ हामी एलिफेन्टमा चढ्न पाउँदैनौँ सो त्यहाँ रोक्नु भएको छ एक्चुअली हाम्रो सरले पिएचडी कम्प्लिट गरिसक्नु भएको छ इन बोटनी एसिस्टेन्ट प्रोफेसर हेड पिएचडी गरिसक्नु भएको छ कहाँ हुनुहुन्छ महेन्द्र मोरङ होइन डिग्री क्याम्पस महेन्द्र मोरङ डिग्री सर महेन्द्र मोरङको डिग्री हो सर डिग्री क्याम्पसमा सर एज एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ सो सर हामीलाई खालि सरको नाम थाहा हुनुपर्छ पुरा बायोडेटा निकालिदिन्छौँ हामी बहुत तेज हो रहा है बहुत तेज हो रहा सो अब हामीले यहाँ प्लान्ट्सको बारेमा स्टडी गर्छौँ इन्भेजिभ स्पेसिसको वाट इज इन्भेजिभ प्लान्ट स्पेसिस को यहाँ व्यापक इन्क्रोचमेन्ट देखिन्छ त्यो चाहिँ फर्स्ट अफ अल वाट इज इन्भेजिभ स्पेसिस लोकल प्लान्ट हजुर लोकल प्लान्ट सुन पहिले
इन्भेजिभ जान्नुभन्दा अगाडि हामीले सबभन्दा पहिले नेटिभ स्पेसिस के हो, इन्डिजिनस स्पेसिस के हो त्यो थाहा पाउनुपर्छ। भन्नाले every species of organism has its own home in any part of the world for at least 1000 years where they are considered to be native species. सुरुमा जब यसको सृष्टि भयो संसारको, हिमालमा कुनै स्पेसिस थियो, तराईमा थियो, कुनै अमेरिकामा, युरोपमा, अफ्रिकामा जहाँ थियो त्यही लोकलाइज थियो। त चाहिँ त्यस्तो स्पेसिस एक ठाउँबाट अर्को ठाउँ जान सक्दैन थियो, त्यसलाई के भनिन्छ? नेटिभ। त्यो ठाउँको लागि त्यो नेटिभ हो। नेपालमा मात्रै छ नेटिभ हो, अमेरिकामा मात्रै सुरुमा पायो त्यो त्यहाँको नेटिभ हो। पछि हो त्यस्तै हो। यो एलियन भनेको चाहिँ अर्को ठाउँबाट आएकोलाई के भन्यो? एलियन। सम स्पेसिस, मोस्ट अफ द fortunately majority of alien species do not spread beyond cultivation or domestication. Such species are considered to be casual. त्यसलाई के भन्यो? क्याजुअल। जस्तै क्याजुअल का मतलब होता है अनौपचारिक। त्यसलाई के भन्यो? क्याजुअल। हेर्न सक्नुहुन्छ सानो दाँत। सो यो फिमेल एलिफेन्ट हो र एज 22 वर्षको। सो यो 22 वर्षको हात्ती हो र हामी यसको कान हेर्न सक्छौँ जुन कि एकदम फ्ल्याट छ। एज एलिफेन्टमा यत्रो ठुलो कानको एउटा कान, उसले त कानले त सुन्ने होइन, सुन्छ पनि, तर त्यो कानको एउटा अझै महत्त्व छ कि त्यो कानले उसको बडीको हिटलाई मेन्टेनेन्स गर्छ। अब हामी यहाँ दुईटा प्र्याक्टिकल गर्छौँ दाजु अलिअलि। यहाँ हामी अब दुईटा प्र्याक्टिकल गर्न गइरहेका छौँ। प्र्याक्टिकल हो एउटै, तर दुईटा अलग अलग स्पटमा गर्छौँ। त्यो हो प्लान्टको डेन्सिटी कसरी फाइन्ड आउट गर्ने बाइ क्वाड्रेट मेथड। एज गाइज हामीले यहाँ 10 बाई 10 को हामीले एउटा स्क्वायर जस्तो इमेजिनरी क्वाड्रेट नाप्यौँ। अब रुखको संख्या गर्दैछौँ हामी। अब यसमा काउन्टिङ अफ ट्रिज गर्छौँ, कतिवटा ट्रिज पर्छ। सो यहाँ हामी ट्रिज मात्र काउन्ट गर्छौँ, किनभने त्यो सानो सानो हर्ब र सर्ब काउन्ट गर्न थाल्यो भने हामीलाई धेरै टाइम लाग्छ र त्यो अलिक इम्पोसिबल पनि हुन्छ। सो हामी यहाँ ठुलो ठुलो ट्री काउन्ट गर्छौँ। सो लिटरली सो 1 मिटरको यहाँ बेसदेखि सोइलको सर्फेसदेखि 1 मिटरको हाइटमा यो टेप साइज हाम्रो 1 मिटरको हाइट छ। त्यसपछि हामी के गर्छौँ? यसको सर्कमफेरेन्स मेजर गर्छौँ। अब यसरी हामीले सेन्टिमिटरमा यसको हामी सर्कमफेरेन्स 1 मिटरको हाइटमा लगेर समात्छ। अब हेर्ने त ल, ठ्याक्कै चाहियो तपाईँ भिडियो देखाउँ। कति दिएको छ? 8 होइन 84 हो नि यहाँसम्म। ल त्यसो भए यो रुखको हाम्रो सर्कमफेरेन्स कति आयो? 84 सिएम भयो। 84 सिएम। ल बोल्दै जान्छ। 84 सिएम। सर्कमफेरेन्स इज 84 सिएम। यसको गथ निकालेर रेडियस र डायमिटर निकाल्नु। यो रुखको अब यो रुख कति वटा भन्नु? सर्कमफेरेन्स। सो सर्कमफेरेन्स इज 84। यो भनेको नियम पछि पता लाग्छ यसको। यो रुख कति वटा रिपिटेड? 1 2 सिएम 5 वटा छ। 5 वटा ल। अब सेम रिपिटेड गर्ने यहाँ 1 मिटरको हाइटमा फेरि 1 मिटरको हाइटमा अब नाप फेरि जस्तो नाप ल। नाप ल अहिले सुरु गरेर नाप यहाँ भन्दै जाऊ। यो सेम बोट हो, तर यसको पनि हामीले मेजर गर्नुपर्छ। सेम स्पिसिस बट डिफरेन्ट प्लान्ट। कालो वाला हेर्नुपर्छ ब्रो। सिएममा सो 37 37 100 मोर 37 होला। खोइ त हेरौँ यहाँ यता हेर्नु छोड, यो त मलाई हेर्नु। सो हामी यहाँ बयर पनि खाँदैछौँ। धेरै टेस्टी बयर छ। गाइज अहिले चाहिँ हामी यता अलिक ड्याम साइडमा आएको छौँ, यहाँ बाँधतिर। सो त्यहाँ हेर्न सक्नुहुन्छ कोसीको बाँध फुटेर यता पनि पानी आउँछ। हियर यो ल्यान्टिक होइन लटिक वाटर हो, मिन्स यो वाटर चलिरहेको पानी हो, त्यो रनिङ वाटर। हाई यहाँ एउटा नयाँ फनको टाइप भेट्यौँ। यसको यो जुन छ पछाडिको, यो अगाडिको हो, यो डोर्सल भ्यू हो, यो भेन्ट्रल भ्यू हो। सो यसको भेन्ट्रल भ्यू चाहिँ यसरी हातमा राख्दा अनि गर्दा यस्तो छाप बस्छ। सो बेसिकली यो एउटा लोटिक वाटरको पोन्ड इकोसिस्टम पनि पढ्न सकिन्छ। तीहरू आउँदैछन्। हाम्रो सर
सर यो प्लान्ट कुन हो? फन हो तर फनको कुन स्पिसिज? छाप बस्यो यस्तो हातमा। सिल्भर फल्ट हो। सिल्भर फल्ट। सो यहाँ हामी लाइनमा छौँ खानेको लाइनमा। सो अब हामी यहाँ खाने। अरे यहाँ मासु भातहरू के छ? सो यहाँ we can see we are going to eating. यहाँ हाम्रो साथीहरू पनि आउँदैछन्। यो कसको हो? हाम्रो अगाडिको साथीहरू। कसको हो? यहाँ हामीले लिइसक्यौँ। नो कमी कमजोरी, खाने में कमी नहीं होना चाहिए भाई, खाने में कमी नहीं होना चाहिए। सो गाइस हामीले खाइसक्यौँ। आयुषजी खाँदै हुनुहुन्छ, तपाईँ हेर्न सक्दै हुनुहुन्छ। ए शाबाश बेटा। ए एमडीजी यहाँ हामीलाई भनेको थियो हलाल छ तर हलाल नभएर यहाँ कटुवा छ। त एमडीजी भेज खानुभयो मटर पनीर राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुक। सो दाजुहरू पनि मासु भात। सो ल है मासुको रिभ्यू हान। रिभ्यू कस्तो छ मासु? बकवास छ कि कलेजभन्दा बढी? सो ल है त्यस मासु कस्तो पाकेको छ? ठिकै छ तर भन्न भन् बोल बोल। लाइक यो चाहिँ कहिले धेरै पुरानो टाइपको लाग्यो हुन्छ नि। नट फ्रेस। सो तिम्रो के छ रिभ्यू काठमाडौँबाट आएको साथी? नाइस। तिम्रो के छ? एकदम राम्रो छ। ल ठिक छ। उता हाम्रो अर्को एउटा ग्रुपको साथले भनौँ अलिक एकदमै बकवास छ अनि यो ग्रुपको साथले भनौँ डिसेन्ट छ। सो अरूलाई म सोध्न चाहदिनँ किनभने केटाहरूलाई ठिकै लाग्छ जे पनि खाइदिन्छ केटाहरू। सो केटाहरू अरे कहना क्या चाहते हो? सो हाम्रो दोस्त हाम्रो सुनिल दोस्त अघिदेखि भेटेको थिएन, अर्को बसमा थियो। के छ दोस्त? ठिक छ। र हाम्रो पुरानो साथी नै हो, हामी 9-10 कै साथी हौ। सो 11 पनि हामी एउटै कगाइ चिल। सो ल ठिकै छ। अब हामी डिआई सरसँग सोध्छौँ। सर हामी यहाँ केटाहरूको पुरा के भन्छ गुनासो छ, स्प्राइट सिद्धियो रसभरी सिद्धियो, यसको विचारमा तपाईँ यसको के भन्न चाहनुहुन्छ? छैन अरे स्प्राइट सिद्धिसक्यो। तो जहाँ स्टल छ त्यहीँ जाने हो। त्यहाँ गए भनौँ सिद्धियो। तो पानी लिने ठाउँमा नि हजुर स्प्राइट के हो त? ल म भिडियो बनाउँदै जाँदैछु, स्प्राइट पाइन्छ कि पाइँदैन? ल तू झूठ बोल रहा है, तू झूठ बोल रहा है। के छ साथीहरू अवस्था? यहाँ स्प्राइट छ कि छैन? ए स्प्राइट छ कि छैन? भेज भन्नु पर्यो। भेज माथि रसभरी सक्यो, त्यहाँबाट अहिले भर्खर खाना खाएर स्प्राइट पनि सक्यो। ल जिन्दगीमा कहिले के भन्नु त अरू नि को त नआउनु त। केटाहरू थाकेर पिस्तोल किन्दैको। रेहान दाजु कस्तो भयो? मजा त आयो तर त्यति मजा आएन। मजा आयो लाइक थ्याङ्क्स बट नो थ्याङ्क्स सेम। त्यही त भन्नु
सो यहाँ पुरा इन्जोय चलिरहेको يخش فصلة يا اخي تفوز والله خوش يا اخي تفوز عندي خوش فصلة يا اخي تفوز والله خوش عندي لك رقصة قوية يا الحبيب اسمها صبوحة خطبها نصير من ايدك شنو بتعطيها بكفة هز شد सो गाइज यहाँ गीत बन्द भइसकेको छ अब टाइम सिट सक्यो गाडीमा ठ्याक्क 10 मिनट अब टाइम सिट है सो अब बसमा हिँड्ने सरी म किन भनिरहेको छु साथीहरू चढिरहेछन् यो यसको चाहिँ भ्लगहरू अहिले हामी एमजेडी सरको लु कहाँ ओर्लिने गाइज अहिले हामी बसमा बसिसक्यौँ अब बस हिँड्नेवाला छ बस हिँड्छ अब सो हामी सबैजना एकदम गर्मी भयो एकदम डान्स गऱ्यौँ इन्जोय गऱ्यौँ 12 बजिसकेको छ अब हामी 1-1.5 बजीसम्म घर पुग्छौँ सो यहाँ सो ब्रो के छ अनि कस्तो लाग्यो केही नभए पनि खाना पनि होइन त कमसेकम डान्स पनि यस्तो थियो नि गाइस नभने सो खाना त जस्तो भए पनि घुम्न चाहिँ मजा आयो इन्जोय भयो साथीहरूसँग अहिले अर्जित सिंहको गीत बजिरहेको छ हाम्रो बसमा एन्ड वी आर गोइङ टु फिल समथिङ अब हामी बिस्तारै ग्राउन्ड और मोशन इज निकलिङ थोड़ी देर में बहुत तेज हो रहा है बहुत तेज हो रहा है नो पैसेज इज हावा एकदम दामी आइरहेछ गाइस अब चाहिँ हामी घर जाँदैछौँ डान्स गर्दा एकदम मजा आयो हामीले यहाँ दुईटै काम गऱ्यौँ यहाँ कोही डान्स गर्न मात्र आएको हामीले दुईटै काम गऱ्यौँ हामीले डान्स पनि गऱ्यौँ हामीले पढ्यौँ पनि सो मजा इज अनदर थिङ डान्स इज अनदर थिङ डोन्ट मिक्स हामी भनेको दुईटै गर्ने मान्छे हो क्या लिटरली गाइज हाम्रो क्लासमा सबभन्दा बढी केटीहरू नै छ केटाहरूको जनसङ्ख्या एकदम कम छ सो केटीहरूको जनसङ्ख्या हामीलाई गाइज हेप दिइरहेछ सो हामी हेपिएको समाजमा बसिरहेछौँ यो हाम्रो कलेजको बाटो अरनीको पथ हो अर्को साथी आइसकेको छ मिस्टर के अरे रमेश जी सो रमेश जी आइपुग्नु भएको छ यहाँ के छ रमेश जी ठिक छ नि यहाँ हाम्रो सर जी फाइनली गाइज हामी कलेज पुगिसक्यौँ हियर यु क्यान सी हामी कलेज पुगिसक्यौँ गाइज अब हामी घर जाँदैछौँ फाइनली गाइज म अब रुम पुगिसकेँ र आई होप कि आजको भ्लग तपाईँहरूलाई मन पर्यो भने लाइक गरिदिनु र च्यानललाई सब्सक्राइब गरिदिनु स्पेसली अरनिकेन्सहरूले चाहिँ मेरो भिडियोलाई विशेष लाइक गरिदिनु होला किनभने हजुरहरूको मायाले नै अब आउने दिनमा अझै राम्रो भिडियो बनाउने छु सो आई होप यु लाइक माई भिडियो नाउ सेइङ इट आजको भ्लगलाई म यहीँ एन्ड गर्दैछु थ्याङ्क यू